ल साथीहरू नमस्कार है साथीहरू आज आऊ आऊ यतातिर यी सबै पानी बोक्ने के बोक्ने है आउनु है लु आऊ आऊ नानी हो आऊ यतातिर लु एकचोटि लु साथीहरू हेर्नुहोस् न यहाँ हाम्रो अब यो पानी के यहाँ नानीहरू कता सेलरोटी पोखिन्छ है ए सेल पोखिन्छ सेल तेल त्यहाँ राखिदिनु सेलरोटी चाहिँ हेर्नुहोस् है हजुर ल यहाँ हामी गर्दैछौँ केही हुन्न सबै तयार गर्दैछौँ हामी लु के बोल्ने भन्दै अघि कसले ना लु जोरले पनि नमस्कार लु आउनु भयो आइपुग्नु भयो होइन हैट ल हामी निकैजना छौँ 20-22 जना भेला भएको छ आज यी नानीहरूलाई मेन कुरा हाम्रो नानीहरूलाई हुन्छ यहाँ बिस्यौँ हामी कोही भुइँमा बस्छौँ कोही कहाँ बस्छौँ होइन कस्तो राम्रो छ यो कहाँ यो राम्रो हुन्छ नि बहिनी होइन घाम उता जान्छ यता जान्छ यता अहिले जहाँ शीतल छ त्यहाँ बस्ने त्यहाँ घाम सर्दै जान्छ हामी होइन अहिले बस्दै गरौँ जहाँ भए पनि सर्दै गर्ने खानेकुरा त सुरु गर्ने अब हजुर ठिकै छ नानी जताततै अहिले चाहिँ हामी उता सर्छौँ कि अहिलेलाई मात्रै हो क्या अहिले चाहिँ एउटामा आँट्दैन क्या एउटा हटमा अनि यता बसेको लु बसौँ हाम्रो सामान त सबै आइपुगेन होला ल ए अरुणा चाहिँ हेड भएर छ हजुर छिल्का चाहिँ हो त्यहाँ राख्नु फेरि आउँछ 80 हेर्नुहोस् न यहाँ अब हामी यहाँ चाहिँ आज त्यस्तो दामी चटपट खान्छौँ हजुर चटपट पनि खान्छौँ हामी पानीपुरी खान्छौँ अनि यहाँ सेलरोटी छ होइन छ बाफ्रे पानीपुरीको झोल हाम्रो बहिनीले बनाउँदै हुनुहुन्छ दामी खालको है यहाँ भाइहरू प्याजको त बोरै पो बोकेर आउनु भएछ त ठिक छ है साथीहरू आज यसो छुट्टीको बेला चाहिँ नानीहरूलाई लिएर यतातिर आएको हामी यो बिच साइडतिर आएको बिचतिर यता भाइहरू आउँदैछ उता थुप्रै उता अरू ग्रुप उता खाँदैछ है ग्रुप छ सबैको ग्रुप छ हामी यसो छुट्टी भयो भने चाहिँ मलाई यो विकेन्डमा यो अस्ति हामीले चाहिँ यो न्यु इयरमा हाम्रो नानीहरूलाई चाहिँ हामीले नाच देखाएको थियौँ हाम्रो नाच टोली है साथीहरू अनि यो नानीहरूलाई चाहिँ अब दुःखले नाच्यो होइन धेरै दुःखले नाच्यो त्यसपछि अनि भाइहरू नि नाच्यो भाइहरूलाई चाहिँ अनि हामीले चाहिँ यसो अब रिफ्रेस गर्नुको लागि अस्ति नाचगान राम्रो गर्यो क्या उनीहरूले अनि राम्रो भएपछि चाहिँ हामीले लैजाउँ न त यिनीहरूलाई नि यसो
खुसी पारौँ नानीहरूलाई भनेर चाहिँ लिएर आएको है साथीहरू आज यसो त्यो न्यु इयरको नाच टोली है साथीहरू यहाँ हाम्रो नानीहरू छ भान्जी छोरीहरू भान्जीहरू बहिनीहरू अनि यहाँ हाम्रो भाइहरू नाच्ने भाइहरू हामी अब के गर्नु बल्ल 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 छुट्टी पाउँछ अनि यसो ड्युटी सकेर छुट्टीमा चाहिँ नानीहरूलाई रिफ्रेस गर्नुको लागि यसो कहिले कता जान्छौँ अहिले हामी अलिकति हाइकिङतिर जानु भ्याएको छैन अब चाहिँ हाइकिङतिर पनि जानुपर्नेछ है राम्रो छ साथीहरू सेलरोटी हेर्नु त है यहाँनिर चाहिँ नानीहरूलाई धुनु भएको नानी बहिनी ल यहाँ चाहिँ नानीहरूको उयो हो नानीहरूलाई यो फुर्रो उडाउनेहरू यहाँ बेच्नु राख्छ कति $1 दिन्छ होला कति दिन ओह यता नानीहरू अब झुला खेल्नु थाल्यो यिनीहरू है दामी चालले खेल्दैछ यिनीहरू चुडिन्छ है चुडिँदैन होला उता लेलिना ग्रीष्मा स्मृति नुमा पूर्णिमा नाच्छ होला हौ कस्तो राम्रो छ क्या यहाँनिर कस्तो मजाले खेल्दैछ क्या यिनीहरू लेलीमा नि खेल केही हुँदैन आफै पो उ गर्नुपर्छ त अब ऊ त्यो खेल्ने रे यिनीहरू अब त्यो खेल्नु जाने बलहरू पनि रहेछ यहाँ ग्रीष्माले चाहिँ यो उडाउँदैछ चङ्गा कोही चङ्गा उडाउने कोही के गर्ने है हामीले पोल्यो हेर त रातो न रातो कोकहरू खाँदैछ बस के हो हरायो हो त्यता कुद हेर्नु नानीहरूको यहाँ कुदा कुदा कुदा
कुदो कुदो झरो 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 गोड आवाज मजाको हावा आयो क्या गजब भएको छैन माथि तान अनि अलिकति छोडिदेऊ फेरि तान फेरि छोड गर अब अलिक पर गर्नु अनि फेरि छोडिदेऊ अलिकति अब माथि छोडिदेऊ अब पुरै छोडिदेऊ फेरि अनि तान्नु घुमे आमा दुईजना नानी हेर नि ग्रीष्मा र नुमा हेर न कहाँ पुग्यो कोही चङ्गा उडाउने कोही खेल्ने कस्तो राम्रो भइरहेको माथि चङ्गा सबै आनन्दले यो खाँदैछ यहाँ कमान्डरले अरन खट्टन गर्दैछ कमान्डरले अघि भने अनि बुझेन होला मान्छेहरूले बुझ्यो दुईजना मान्छेहरूले बुझेर अघि अगाडि भनेको थियो नि कता एक दुईजनाले बुझ्यो आफ्नो आफ्नो सुरमा छ कि खाँदैन अरू न के हो सास न फेरि दिँदैछ त अनि खतरा चालले चुपो लाएर दिएको दिएछ त नि खायो त्यहाँदेखि खानु पचाउनु खाने रे ल खानु ओके ल खाऊ उडायो 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 चङ्गा हाम्रो भाइहरूले चाहिँ चङ्गा उडाउँदैछ को कता गयो को फुच्चीहरू आएको छ ए को साथी छ ए हजुर ल हेर्नुहोस् साथीहरू चटपट कस्तो मिठो छ ए चटपट क्या मिठो खालको चटपट के हो यो चाहिँ मटर हो चना हो हजुर भटमास र चना आमा हाम्रो रमेश भाइले चाहिँ यहाँ भटमास चना सबै आनन्दले यो खाँदैछ यहाँ कमान्डरले अरन खट्टन गर्दैछ कमान्डरले अघि भने अनि बुझेन होला मान्छेहरूले बुझ्यो दुईजना मान्छेहरूले बुझेर अघि अगाडि भनेको थियो नि कता एक दुईजनाले बुझ्यो आफ्नो आफ्नो सुरमा छ कि खाँदैन अरू न
के हो सास नफेरि दिँदैछ त सास फेरेन भने त मनै आउँछ अनि खतरा चालले चुपो लाएर दिएको दिएछ त नि कृष्ण र के अरे पूर्णिमा चाहिँ यहाँ चङ्गा उडाउँदैछ के भयो ओए खुट्टा मर्किन्छ है यिनीहरूको त कुदेछ खुट्टा सुट्टा मर्कायो भने चाहिँ ड्रिङ्क खाने गर्नुहोस् है ख्यातर अठर ड्रिङ्क खाने गर्नु है के छ खाने गर्नु पुरा आज चाहिँ त्यो पुरा बुफेट है ए कता गयो साथी धेरै गहिरोमा त नजानु है म अब लिन आउँदिन फेरि जाने रे खेल्नु यिनीहरूले सार्नु पऱ्यो है पानी एकछिन ठिकै छ अहिले झन्नै चुडा त्यहाँ रुखमा त्यो थाक्दैन हेर्दै माऱ्यो 2 चक्कर लायो 2 चक्कर लगाइदिनु यहाँ यार यस्तो गरममा हेर्दै हो माऱ्यो 2 चक्कर लाग्यो गोर्सी आवाज मजाको हावा आयो क्या गजब भएको छैन ओहो पानीपुरी आयो पानीपुरीको एउटा समाउनु त पानीपुरी आयो पानीपुरी आयो पानीपुरी आयो ए यहाँ ल फुच्चीहरू यहाँ लाइन लाग यहाँ पानीपुरीमा कुन्डो हो तँलाई आन्दामा यता गयो यी दुइटा यी हो रहेछ यो दुइटा यो दुइटा हो रहेछ माइला अलिक डेन्जर मान्छे हो माइला हो रहेछ ऊ यता गयो फेरि ग्रीष्मले चाहिँ आज दामी उडाउँदैछ है चङ्गा ऊ माथि पुरा छ ऊ ल आऊ छोरीहरू आऊ पहिला उठाऊ त्यहाँ लाइन त्यहाँ लाइन लाउनु त्यहाँ खानु पहिला खानु दिदी खानु त्यहाँ पुग्यो कान्छो आऊ यो बेसरी हो यहाँ पानीपुरी खाने खाऊ तिनीहरूले त्यो फुरफुरे भेटेछ कि दामी खेल्दैछ ग्रीष्मलाई चाहिँ चङ्गा उडाउनु दामी आज ह्याप्पी भइरहेको ग्रीष्मा छिटो आऊ उसलाई त्यही खेल्नु खुसी भइरहेको छ तमा छ थुप्रै छ त्यहाँ अनि यो भाइ सानो बाबुहरू चाहिँ यो भेटेछ क्या यहाँ कता गयो फुरफुरे भेटेछ यो उठाउनु त दिदी एकदम काठो प्लास्टिक उता प्लास्टिक आङ्गल आयो त्यो होइन बल पनि भेटेछ फेरि हो त्यहाँ भेटेछ निकाल्नु अब दामी दिदी खानुभयो पानीपुरी ग्रीष्म चाहिँ खेलेको उता सर्कियो उता सर्कायो पानीपुरीले आसिन अरू न चाहिँ सर्केन पानीपुरी भिडियो बनाउनु त एकदम काठो भयो पानीपुरी दामी छ म पकाउँछु माइकल दाइ कतिको यो पानीपुरी आयो पानीपुरीवाला आयो पानीपुरी यहाँ ए पानीपुरी उहाँले क्या दामी बनाउँदै हुनुहुन्छ क्या हाम्रो गुरुले बहिनीले पानी आमामा यिनीहरूले त फुरफुरे बल पनि भेटेछ ग्रीष्मलाई चाहिँ खुब खुसी लागेको छ आज उनलाई उयो त्यो चङ्गा उडाउनु खेल राम्रो छ ह्याप्पी भयो टाठो खालको छ क्या यो जसले तान हो त्यसो गरेर घुमाउ न त्यो चक्का
ल्याउनु भनेको मान्छे बसिरहेको छ